में आ जाए तो सो गाइजहरु अब चाहिँ पार्ट 2 हुनेवाला छ डेजर्ट सफारी कसो यो भिडियो अन्तिमसम्म हेर्दिनु होला है त बाबा छ भिडियो पनि बाइ बाइ गाइजहरु एउटा कन्टिन्युस है त ल याता छोरा अहिले गएको छ म बस्नु सनी फेरि यताबाट चढी अहिले त ढिला चढ्न म बिचमा बस्छु सनी म बिचमा बस्छु अघि जस्तो ल बिचै बस सड्काइदिएको नि अहिलेसम्म दुखिरहेछ यार कस्तो टिचर के चिज छ नानी भन्छ क्याप यहीँ छोडिदिनु क्या हो यहीँ छोडिदिन्छ क्याप दिदिन त लास्ट टाइम क्याप छोड्दै एकवटा 5 चाहिँ पुग्नु पर्यो 5 चाहिँ बोकेर सो अब चाहिँ हामी यहाँबाट गाडी चेन्ज फाइनली हामीले चाहिँ अब यहाँबाट चाहिँ गाडी चेन्ज गर्नेवाला छौँ बाबा आइरहेको छ कि आइफोन 14बाट खिचिरहेको छु नि त दामी रहेछ कि प्रो म्याक्स आइफोन प्रो म्याक्स 14 देखाएको छु त सेकहरू निस्किरहेको सो अब चाहिँ हामी यहाँबाट चाहिँ अब गाडी चेन्ज गरेर अर्को गाडीमा जानेछौँ गाइजहरू सेडो भएर सो लेट्स मुभ है त जाँदैछौँ किन नमान्ने मलाई पैसा धेरै भयो नमान्ने यहाँ चाहिँ के राम्रो आएको के हो गाडी चेन्ज गर्दैछ मैले कता सिधा अब लाग्छ तिमीहरूलाई पेटमा लाग्दैछ है समाजमा अब लेट्स स्टार्ट ओके सोधन समाज रहे धेरै लामो गरिस् क्या माथिबाट झार्दा त मलाई कस्तो मोटी निक्ल्यो भने आँसु आइसक्यो
नहीं Where go? Buah, kos buah. Dor lagi. Lagi ada. त्यो किन डराउनु Oma. Wah. Koi tai sih na. Aku udah nih. भाइ कतिको मजा लाग्छ भाइ कतिको मजा लाग्छ मजा आयो गाइस यो पिङ खेला देखेर चाहिँ मलाई त्यो इच्छा बताउँदा साँच्ची बताउँदा कहाँबाट खाटा पिस भएर आयो त्यो रोटी खेला देख्दै सेम मिस्टी फिल भएर खानु मलाई चाहिँ Yes. Sunset picture here. Okay. Your guide will come to you here. Okay. Okay. Thank you. Thank you. Thank you. चस्मा थियो हालत पनि खराब बेचारा सनी खोल दो सुता तो खोल रहा है भाई, ये उठेगा तो उस साइड से आ जाओ, उस साइड से। खाइहाल्यो क्याम्पमा कस्तो भयो बुवा म त घाँटी कसार धन्नै मारेन यार यहाँ निकाल्छ क्या हालत हेर्न मेरो हालत कस्तो मजा आयो त मलाई त साँच्ची रोटी पिङ खेल्न जस्तो मलाई त यो मलाई गर्दा नै कस्तो भइसक्यो भने बम से उड़ा दूंगा एक बार हाथ में आ जाए तो हाम्रो गाउँघरमा दुःख पाउनुको लागि मात्रै यहाँ मान्छे सुख आफ्नो पैसा तिरिरहेको छ। मलाई चाहिँ रोटी पिङ खेल्न हाम्रो मान्छे आउँछ अरे क्या ढेकी चौखेर जस्तो भयो मलाई चाहिँ त्यस तर मजा चाहिँ मजै आयो
एउटाको चस्मा भाँच्यो खत्तम भयो र एकदम लस भयो नुक्सानमाथि नोक्सान हो लसमा पर्यो दाइ कस्तो लाग्यो मजा मजा आयो मलाई पनि सेम मजा आयो एकचोटि कस्तो लाग्यो सिक्दै लाँदा गजब गजब त्यति चाहिँ रुइसक्यो के भयो अरे ओके यहाँनिर चाहिँ उयो गरिरहेछ नि त अब हामी यहाँ सनसेटमा चाहिँ हामी यो सनसेटमा चाहिँ हामी अब फोटो खिच्ने पारा छौँ सो गाइजहरू होइन यो चाहिँ हो डेजर्टहरू हेर्नु सक्नुहुन्छ डेजर्ट सबै पुरै सबै डेजर्टै गाइजहरू हामी चाहिँ टक्क लगाएर यहाँनिर आएका छौँ जस मजा आयो रमाइलो भयो होइन हालत खराब भयो नि सुताको चाहिँ हालत खराब भयो मलाई चाहिँ मजा आयो जोस् किनभने खेल्नु मजा आयो मजा आयो त्यो हामी चाहिँ अब फाइनली हाम्रो गाइडबाट जाँदैछौँ गाइड्सहरू त्यहाँबाट आउँदैछौँ कालो देखिएको छ म पनि कालै देखिरहेको होला सायदै सो केही छैन हामी चाहिँ फाइनली सो फाइनली गाइजहरू हामी चाहिँ अब यसपछिको भिडियो मसँग नभएको हुनाले उठ चढेको बर डाइरेक्ट मैले हालेको छु गाइजहरू सो हेर्नु होला मन पर्ने लाइक सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु त क्यामल राइड गर्नुको लागि जाँदैछौँ सो त्यो चाहिँ नाइटमा हुनेवाला छ सो यसपछि चाहिँ नाइटको भिडियो आउनेवाला छ हामी क्यामेरा राइड गर्दैछौँ गाइजहरू होइन चट्टा लाएर यो चाहिँ हो हाम्रो क्यामरा यो चाहिँ हो हामी हामीलाई सुजना पछाडि छ फर्स्ट फ्यास्लाइट मेरो फ्यास्लाइट हान्दाखेरि राम्रो आउँदैन क्यामेरा सो फाइनली गाइज बेकाबु रे बेकाबु के बेकाबु भने के हो त्यो बेकाबु म वानमा हाने त अब पुऱ्याउँछ भने थाहा छैन क्या किन त्यहाँ मान्छेहरूको अगाडि मेरो इज्जत उतार्यो आज तिम्रो नाक मुख देखाउने ठाउँ राखेनौ तिमीले मेरो डाकु 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 मङ्गल सिंह मेरो नाम ठाकुर अनि हाम्रो फाइनल सो सकिसकेपछि चाहिँ हामी फर्किन्छौँ के भएको यो ल सो फाइनली गाइजहरु हामी चाहिँ अब फाइनली फर्किसक्यो है त गाइज हजुरहरूलाई कतिको रमाइलो लागिरह्यो होला हाम्रो यो भ्लग हेरेर सो लाइक सेयर सब्सक्राइब पनि गरिदिनु होला र यसरी नै भिडियोहरू आउनेवाला नै छ अभियसली मेरो अझै पेन्डिङमै छ अब हामी जाँदैछौँ ओए ओए
अँध्यारोमा मरे मम्मी ल सम्पान छ नि त्यसको बाजे दादा रे दादा बुआ बिहार से आए हो क्या घर गएर भात तरकारी पकाएर खाने हो अघिको खान दामी ल हाम्रो गाडीले सिन्धुली गाडीले यस्तो बाढी सेज द बम सो फाइनल गाइजहरू आई होप तपाईँहरूलाई आजको भ्लग मन पऱ्यो होला जस्तो मन पऱ्यो भने लाइक सेयर सब्सक्राइब गर्नु चाहिँ नभुल्नु होला होइन चाँडै नै हामी अब कतै 500 सब्सक्राइबर कम्प्लिट गर्नु